नमस्कार सबैजनालाई। सङ्घ लोक सेवा आयोगको मिति 2082 साल 1 महिना 20 गतेको खरिदार र सुब्बामा सोधेको प्रश्नहरू लिएर उपस्थित भइसकेको छु। मन पर्यो भने लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। र प्रश्नहरूतिर लागौँ। 1 नम्बरमा गोपाल वंश शासनको केन्द्र कहाँ रहेको थियो? ए. राजतीर्थ, बी. मातातीर्थ, सी. भक्तपुर, डी. नुवाकोट। यसको एन्सर बी. मातातीर्थ रहेको छ। र दोस्रो नम्बरमा जाम। नेपालको प्रथम महिला राजदूत तलका मध्ये कुन ठिक हो? ए. सोनी राणा, बी. अम्बिका प्रधान, सी. बिन्देश्वरी शाह, डी. सुशीला सिंह। यसको एन्सर बिन्देश्वरी शाह रहेको छ। र तेस्रो नम्बरमा जाम। देहायको कथनमा कुन ठिक हो? क. प्रजा जाति भन्नाले चेपाङ जातिलाई जनाउँछ। ख. जिरेल जातिको पुरोहितलाई ngोप्पा भनिन्छ, राईको कुँड हो। ए. ख मात्र ठिक, बी. क र ख दुवै बेठिक, सी. क र ख दुवै ठिक, डी. क मात्र ठिक। यसको एन्सर डी. क मात्र ठिक। जिरेल प्रजा जाति भन्नाले चेपाङ जातिलाई जनाउँछ। र चौथो नम्बरमा जाम। नेपालको आर्थिक विकासका मुख्य चुनौती अन्तर्गत तलका मध्ये कुन हो? 1 नम्बरमा राजनीतिक अस्थिरता, 2 नम्बरमा विप्रेषणमा उच्च निर्भरता, 3 नम्बरमा प्राकृतिक स्रोतको अभाव। यसको ए नम्बरमा 1 र 3 मात्र, बी नम्बरमा 2 र 3 मात्र, सी नम्बरमा 1 र 2 मात्र, डी नम्बरमा 1, 2 र 3 सबै। र यसको सही उत्तर सी रहेको छ, 1 र 2 मात्र। ल ढिलो नगरिकन अब 5 नम्बरमा जाम। तलका कथन अध्ययन गरी सही उत्तर छान्नुहोस्। 1 नम्बरमा बालाजु औद्योगिक क्षेत्रको स्थापना विक्रम सम्वत 2016 सालमा भएको हो। 2 नम्बरमा बुटवल औद्योगिक क्षेत्रको स्थापना विकास 2032 सालमा भएको हो। यसको अप्सनमा ए नम्बरमा 1 ठिक 2 बेठिक, बी नम्बरमा 1 बेठिक 2 ठिक, सी नम्बरमा 1 र 2 दुवै ठिक, डी नम्बरमा 1 र 2 दुवै बेठिक। यसको सही उत्तर सी रहेको छ, 1 र 2 दुवै ठिक। ल 6 नम्बरमा जाम। आर्थिक वर्ष 2080 र 81मा नेपालको कुन ग्रास्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान कति प्रतिशत रहेको छ? ए 13%, बी 24%, सी 66%, डी 42%। यसको सही उत्तर ए रहेको छ, 13%। 7 नम्बरमा जाम। सरकारी तथ्याङ्क अनुसार आर्थिक वर्ष 2080 र 81मा कति पर्यटकले नेपाल भ्रमण गरेका थिए? अप्सनमा जाम। ए 8, 28 र 284, बी नम्बरमा 9, 28 र 284, सी नम्बरमा 11, 28 र 284, डी नम्बरमा 15, 28 र 284। यसको सही उत्तर सी 11, 28 र 284 रहेको छ। 8 नम्बरमा जाम। कोशिका सेल सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ? ए एस्ट्रोलोजी, बी जुलोजी, सी साइटोलोजी, डी साइकेट्री। यसको सही उत्तर बी यसको सही उत्तर सी रहेको छ, साइटोलोजी। ल 9 नम्बरमा जाम। एसियन राष्ट्र म्यानमारको मुद्रालाई के भनिन्छ? ए किप, बी क्याट, सी पेसो, डी डोङ। यसको सही उत्तर बी रहेको छ, क्याट। ल अब 10 नम्बरमा जाम। संयुक्त राष्ट्र सङ्घको झन्डामा रहेको जैतुनको हाँगोलाई के को प्रतीकको रूपमा लिइन्छ? ए समृद्धि, बी विश्व बन्धुत्व, सी शान्ति, डी सहकार्य र एकता। यसको सही उत्तर सी शान्ति रहेको छ।
11 नम्बरमा तल दिएका मध्ये न्यानो टेक्नोलोजीसँग सम्बन्धित कुन हो? 1 स्पोर्ट इक्विपमेन्ट, 2 कम्प्युटर। ल अब अप्सनमा जाम। ए 1 मात्र ठिक, बी 2 मात्र ठिक, सी 1 र 2 दुवै ठिक, डी 1 र 2 दुवै बेठिक। यसको सही उत्तर बी रहेको छ, 2 मात्र ठिक। ल 12 नम्बरमा संयुक्त राज्य अमेरिकाका 44औं राष्ट्रपति को हुन्? ए जर्ज वा बस, बी डोनाल्ड ट्रम्प, सी ब्यारेक ओबामा, डी जोe बिडेन। यसको सही उत्तर सी ब्यारेक ओबामा रहेको छ। 13 नम्बरमा जाम। सन् 2025मा दक्षिण एसियाली किसान सम्मेलन कहाँ सम्पन्न भएको थियो? ए नेपाल, बी बङ्गलादेश, सी श्रीलङ्का, डी भारत। यसको सही उत्तर रहेको छ ए नेपाल। 14 नम्बरमा जाम। सौर्यमण्डलमा रहेको तल उल्लेखित ग्रहहरू प्लान्टर सानोबाट ठुलो क्रममा कुन ठिक छ? 1 नम्बरमा बुध, 2 नम्बरमा शुक्र, 3 नम्बरमा पृथ्वी, 4 नम्बरमा मङ्गल। ल अप्सनहरूमा जाम। ए 1 2 4 3 5, बी 1 2 3 4 5, सी 1 4 2 3 5, डी 1 4 3 2 5। यसको सही उत्तर सी 1 4 2 3 5 रहेको छ। ल अब 15 नम्बरमा जाम। खग्रास सूर्यग्रहण टोटल सोलर इक्लिप्स बढीमा कति समयसम्म हुन्छ? ए 8 मिनट, बी 6 मिनट, सी 4 मिनट, डी 2 मिनट। यसको सही उत्तर के होला कमेन्ट गर्नुहोस् है त। हस्त धन्यवाद।